हेलो गाइज, गुड इभिनिङ, वेलकम टु माई मिनी भ्लग। आज चाहिँ हामी साथीहरू सबै मिलेर यसो घुम्नतिर गएको थियौँ र घुम्दा घुम्दै यसो प्लानिङ गऱ्यौँ डिनर चाहिँ बाहिरै खाउँ त भनेर। अनि पाकिस्तानी पका के अरे रेस्टुरेन्टतिर गयौँ, ड्याक्क गयौँ, बस्यौँ, यसो चिसो मगायौँ, मेरिन्डा मगायौँ अनि चिसो पिउन थाल्यौँ। उतादेखि साथीले चाहिँ मेरो पनि भ्लग लिएर आएछ। अनि बिस्तारै मेरिन्डाको मजा लिँदै हामी चाहिँ खानाको वेटिङमा थियौँ। उता एउटा हाम्रो इन्डियन साथी कल्याण अनि हाम्रो भवन दाई झापाली, अनि सँगै हामी मिलेर बसेर यसो गफगाफ गर्दै उता हेर्दै कतिखेर ल्याउँछ भनेर भिड पनि लास्टै थियो हो। अनि बिस्तारै बस्दा बस्दै अब एकछिनमा खाना पनि आयो। अनि हाम्रो खाना चाहिँ अर्डर थियो एउटा चिकन अचारी र अर्को मिक्स भेजिटेबल सँगै के अरे तन्दुरी रोटी। अनि अब खान त भनेको, अनि म चाहिँ बिस्तारै एक साइडदेखि सानो एउटा भ्लग बनाइरहेको थिएँ क्या। उता चाहिँ हाम्रो मनोज भाइ सँगै म पनि बसेको थिएँ र अब ल है केटाहरू सुरु गरौँ, खाऊँ न त अब खाना सुरु गरौँ भने। अनि म पनि यसो पहिला चाहिँ अलिकति चिसो पिउँ अनि त्यसपछि तातो खाऊँ भनेर चाहिँ चिसो पिएँ। अब चाहिँ उता मनोज भाइले फेरि रोटी तोड्न थालिसक्यो। अब स्टार्ट गर्न थाल्यौँ हामीहरू खाना खान है। यस्तै हो परदेशी जिन्दगी, के गर्ने, यसो मिलिजुली बस्नुपर्छ दाजुभाइ सबैसँग। बस्दा बस्दै अब ट्याक्क गफगाफ गर्दै अब चाहिँ म पहिला चाहिँ चिकन अचारी नै ट्राई गरौँ न भनेर पहिला चाहिँ चिकन अचार नै ट्राई गर्न थालेँ। अब चाहिँ मैले खाएँ, अब बिस्तारै राम्रो लाग्यो, जे होस् खुसी लाग्यो आजको दिन चाहिँ यसको घुम्नलाई। ओके गाइज, थ्याङ्क्स फर वाचिङ, लभ यु, मिस यु सो मच एभ्रिवान।